प्यारा सिनियर दाजु दिदीहरू र मेरा साथीहरू सबैलाई नमस्कार। म लक्ष्य सुराल कक्षा 9 बाट आज यहाँ उभिएर म धेरै भावुक छु। यो क्षण हामी सबैका लागि गौरवशील छ किनभने आज हामी हाम्रा प्यारा सिनियर दाजु दिदीहरूलाई बिदाई गर्दैछौँ। तपाईहरूले एससी को परीक्षा दिन लाग्नु भएको छ र यो विद्यालयबाट उच्च शिक्षाका लागि जान आँट्नु भएको छ। यसै अवसरमा म तपाईहरू सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु। हाम्रा 22 जना सिनियर दाजु दिदीहरू अंशु भारती, एरिका ढकाल, अस्मिता राजवंशी, बेबिका न्यौपाने, दर्शन दाहाल, दर्शन कुमार राजवंशी, हेमन्त राजवंशी, खुशबी राजवंशी, मनोज ढुङ्गेल, नयन राज खनाल, प्रीति राजवंशी, पूजा राजवंशी, पुकार राई, रिया राजवंशी, समर्पण राजवंशी, सन्देश राजवंशी, सञ्जुलाल राजवंशी, संस्कृति मैनाली, सौरभ चार दमाई, सिद्धार्थ राजवंशी, टेकनाथ मैनाली र योगराज गणेश तपाईहरू हाम्रा विद्यालयका गौरव हुनुहुन्छ। तपाईहरूले हामीलाई केवल पढाइमा मात्र होइन जीवनका धेरै पाठहरू सिकाउनु भएको छ। विशेष गरी हाम्रा हेड बोय सञ्जु राजवंशी दाजु, तपाईले आफ्नो नेतृत्व र समर्पणले हामीलाई अनुशासन र जिम्मेवारीको महत्त्व बुझाउनु भएको छ। तपाईको मेहनत र सङ्घर्ष हाम्रा लागि प्रेरणाका स्रोत हुन्। अस्मिता राजवंशी दिदी, तपाईले विद्यालयका विभिन्न कार्यक्रमहरूमा सफलतापूर्वक आयोजना गर्नुभएको छ। तपाईको सक्रिय र उत्साहले हामीलाई पनि आफ्नो क्षमतालाई पहिचान गर्न सहयोग गरेको छ। यी दाजु दिदीहरू बाहेक अन्य सबै सिनियरहरूले पनि हामीलाई धेरै कुरा सिकाउनु भएको छ। तपाईहरूले हामीलाई मेहनत, लगनशीलता र टिम भावनाको महत्त्व बुझाउनु भएको छ। तपाईहरूको उदाहरणले हामीलाई पनि अगाडि बढ्न प्रेरित गर्दछ। अब तपाईहरूले एससी को परीक्षा दिन लाग्नु भएको छ। हामीलाई विश्वास छ कि तपाईहरूले आफ्नो मेहनत र लगनताको बलमा उत्कृष्ट प्रदर्शन गर्नुहुनेछ। परीक्षा भनेको जीवनको एउटा मात्र बाटो हो, यसबाट डराउनु पर्दैन। आत्मविश्वास र धैर्यताका साथ अगाडि बढ्नुहोस्। तपाईहरूले यो विद्यालयबाट जानु भएपछि हामी तपाईहरूको अनुपस्थिति झन् महसुस गर्नेछौँ। तर साथै हामी तपाईहरूको उज्जवल भविष्यको लागि पनि उत्साहित छौँ। हामीलाई विश्वास छ कि तपाईहरूले आफ्नो जीवनमा ठुला उपलब्धि हासिल गर्नुहुनेछ र हामीलाई पनि गर्व महसुस गराउनुहुनेछ। हामी जुनियरहरूले तपाईहरूबाट धेरै कुरा सिकेका छौँ। तपाईहरूले हामीलाई अनुशासन, मेहनत र सफलताको महत्त्व बुझाउनु भएको छ। हामी तपाईहरूको विरासतलाई अगाडि बढाउने प्रयास गर्नेछौँ। अन्तमा म तपाईहरू सबैलाई फेरि एकपटक धेरै धेरै शुभकामना दिन चाहन्छु। तपाईहरूको परीक्षा र भविष्यका सबै योजनाहरू सफल होस्। तपाईहरूले आफ्ना सपनाहरू पूरा गर्नुहोस् र हामीलाई पनि गर्व गराउनुहोस्। धन्यवाद। जय होस्। Better education for the better world. Arunodaya English Boarding School, Kankai 9, Ghaledba, Jhapa, Nepal.